ब्याग देख्न ब्याग कसरी देखाउनु हौ कहिले हो पार्किङ छैन नि त पक्कै नै गरेको खान्छ कि अझ अलिक उनको गाइस कहिले हामी चौबन्तीतिर लाग्दैछौँ हामी माथिबाट आइपुग्नु भएन त भाइ के बोल्नु यार भ्लगमा पनि बोल्नै आउँदैन सोझो मान्छेलाई हामी चाहिँ चौबडी किन गएको भन्दाखेरि अनि हामी चाहिँ हल्का गर्मी भएर यसो जिउलाई पनि फ्रेस हुन्छ भनेर पौडी खेल्न तर्फ लागेको हामी चाहिँ हात्ती देखेसम्म कस्तो लभली हुन्छ यार कन्टेन्ट हुन्छ यसो भाइ बिग होटेल है ए मेरो एक्सको होटेल हो यो चाहिँ धेरै धेरै अमिर होटेल हो गाइस अनि फेरि बाटो भेट्दैछ हामी ट्याप लगाएर ल अब चाहिँ अर्ग्यानिक चपेटीतिर लाग्यो है अब चाहिँ रियलको चपेटी ल र मैला चपेटी लाग्यो है अब चाहिँ यहाँनिर फुटबल ग्राउन्ड पनि छ हाम्रा एक दुईजना भाइ बहिनीहरू फुटबल खेलिरहेको छ धन्न यो बाटो सुधार हुँदो रहेछ फाइनली यो बाटो पनि अब बनिन आँटेछ है ल अब त तपाईँले टाइगरमा पनि आउनुपर्छ आब्बो चाहिँ धुलो खाइँदैन माथि यो बाटो यति गरेर चाहिँ लभली नै बनायो है नभए त अब केटीहरूको पाउडर त फेरि किन्नै पर्दैन ल हामी फेरि पनि भेट्दै गर्नेछौँ है त च्याका ल्याएर छ्याप क्यामेरा एङ्गल अलिक हल्लिँदैछ बाटो यस्तो छ के गर्नु भ्यूहरू सक्नुहुन्छ से प्यार करते कि नहीं के हामी चाहिँ अब फर्स्ट टाइम अनि यो बाटो मान्छेसम्म के छ लाग्दैन आउँदा चाहिँ उयो कति दिन बसेर एक्जाम हुने भन्दा ओ नेपाली पाउडर पिच बनाउनु पर्यो सरकार खेती होली यता त डुब्छ होला हौ बरु हाम्रो चाहिँ घुँडा पौडी खेल्न आउँछ होइन र भन्छ नि हाइट भाइस यहाँ मुनि छ क्या हेन्सी बोयको यता फेरि अर्कै हेन्सी बोय चाहिँ यहाँ यता
हिन्सी बाइकको ब्यागमा के छ हेरौँ न एकचोटि सस्तो सामानहरू केही छ नि अरू भन्दा चाहिँ मलाई मन परेको यसको कट्टु पिङ्की यता हेर त आम्मामा यो त गुन्डा भइरहेको छ यार खै हिन्सी बाइकको ब्यागमा हेर्नु के के ला ए हेरौँ न थाइल्यान्डबाट जापानबाट अनि अरू यहाँ त ओभर छ अनि देखा न देखा ओए बियरै बियर पानी होला एकछिन पानीमा आम्मामा हिन्सी बैले त के हो यार फेरि यता 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 पनि रहेछ यता फेरि पिङ्की म्यान हो नि त फेरि पिङ्की लभर होइन है त अब पिङ्की लभर म त ए यहाँ पटाटो है ल एकजना भेटौँ है फेरि हिन्सी बै गाइस अहिले चाहिँ हामी फाइनली पौडी खेल्ने ठाउँ भेटिसकेको छौँ हामी एकछिन लेट्स गो लेट्स गो लेट्स गो त्यो पौडी खेल्ने ठाउँमा चाहिँ हेर्छौँ भाइ डुब्छ अरे ल अलि बसेँ के गर्नु बाटो यस्तै छ हामी डराउनु पर्दैन हेभी राइडर हुँदा हुँदै जस्तो चाहिँ सानो छ त्यसले थाम्ने कुरा गर्दैछ हौ गाई चाहिँ यार बोना हाम्रो क्लासको बोना है यो गाई चाहिँ अर्को बोना चाहिँ यो कम्मलमा छ अहिले एउटा डेक्सा बक्स दुईवटा बोनाहरू प्याक गर्छ उयो हो क्या हो राति यता त फेरि नेटवर्क पनि छैन है किन छ अरे कल आयो भने बित्ति हुन्छ त्यो घरबाट यो ओए हेर न कस्तो बगर छ म भेस्ट गाल्छु ओए बोना त डुब्छ ओए डुब्छ होला ओए नाम पनि रहेछ त्यहाँ ओए लोकेसन त के हो ओ तर बोना डुब्छ तर डुब्छस् ओए तेरिका यता छ हेभी राइडर चाहिँ अनि म यता लोकेसन सेयर नगरौँ है लोकेसन सेयर गर्नु हुँदैन लगाइ एकछिनमा कटु सटु फुकालेर भेटौँ ल टक्को पारामा खेल्नु गइरहेको छ यसो नि यता हेर्थ्यौ न कपाल दियो रेखा यता 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 रेखा हानेको देखेको त ए खुरी यार यो रेखा चाहिँ स्कुलदेखि हानेको यो भन्दै आइदेऊ यता हुन्छ हाम्रो युगन सर ए ल ल ल म पनि त्यही जानु लाग्यो हेर न डुबा 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 ओए हेर्नु पनि खेल्दा अरे ल ल ल अब अहिले भेटौँ ल गाइस चट्टबाट म यहाँ म छु अहिले भेटौँ ल यहाँ टक्क वार्म अप गर्दैछ स्विमिङको लागि ए ओए हेर्छु नि यहाँ एक्सट्रिम बक्स ओए ल ओए ला एक्सट्रिम मुनि ऊ तिम्रो मुनि ओए ला एक्सट्रिम भेट्यो जस्तो युगन जाऊ न ए डुब्दो रहेछ के
पानीमा पौडी खेल्दैछु म गडाहरू निस्किसक्यो मजा आएको छु म डुबिसकेँ ओ बच्चा ओए युगान युगान बचाऊ म डुबिसकेँ यता पनि सेकाइ भेट्नु पर्ने छ यता पनि हामी चाहिँ यता त यता चाहिँ थुक्पा खान्छ भनेर थुक्पा खान्छ भनेर आएको त कसकोमा म पनि थुक्पा खान्छ 100 रुपियाँ दिनु अरे फुलानी मागी खाएपछि यो अब एक्सट्रिमहरू प्लास्टिकमा हाल्नुपर्ने हुन्छ तर प्लास्टिकमा हाल्न त प्लास्टिक होइन झोलामा ए झोला प्लास्टिक पनि थियो नि त खाइसकेपछि टक्कै यहाँ छोडेर यो गमै हालिदिएर थोरै यहाँ त झन् यहाँ सिँगै उब्रिरहेको अहिले छ सिङ्गे उब्रेको छ अहिले भरे गएर हाम्रै हुन्छ केटीहरूको पाउडर